सबैजना आराम हुनुहुन्छ भन्ने विश्वास लिएको छु अनि परमेश्वर हामीहरूको साथमा हुनुहुन्छ। यसका हामी उहाँसँगको सङ्गतिमा उहाँको आराधनामा हामी रहिरहेका छौँ। आज हामी एउटा विशेष विषयमा एउटै छौँ। हुन त सबै परमेश्वरको वचन विशेष नै छन्। हामीले आज एकचोटि हाम्रो जीवनको मूल्य के हो, जीवन के हो भन्ने कुरालाई बाइबल धर्मशास्त्रसँग सम्बन्धित कुराहरूलाई मनन गर्नेछौँ। त्यसमा आज मैले तपाईँहरूको बिचमा ल्याएको विषय जीवन मूल्यवान छ अनि मानिसहरूको जीवन मूल्यवान छ भन्ने कुरा हामी हेर्दैछौँ। त्यस कारण जीवन के हो, हामी कसरी परमेश्वरमा बनिएका छौँ र हाम्रो जीवनको उद्देश्य कहाँ खोज्ने, ती कुराहरूलाई आज हामी वचनबाट हेर्नेछौँ। हामी यसको लागि उत्पत्तिको पुस्तक 1 अध्यायलाई हामी पढ्नेछौँ। 2वटा पद धेरैलाई हामीलाई थाहा छ यो पदमा के लेखिएको छ भन्ने कुरा, जीवन कसरी सुरु भएको छ भन्ने कुरालाई हामीले यहाँ वचनद्वारा यसरी लेखिएको पाउँछौँ। यहाँ यसरी लेखिएको छ, अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नो स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्छीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। आमेन। हामी छोटो प्रार्थना गरौँ। सर्वोच्चमा विराजमान हुने हे हाम्रा परमेश्वर, तपाईँलाई धन्यवाद जनाउँछौँ। प्रभु, तपाईँले हामीलाई यो संसारमा रच्नु भएको छ र आज हामी तपाईँ परमेश्वरले दिनुभएको जीवनको बारेमा हेर्दैछौँ। यसका प्रभु, तपाईँको वचन हामी सुन्ने र हाम्रो मन मस्तिष्कमा राख्ने मात्र नभइकन हामी हृदयमा राखेर तपाईँको वचनलाई अनुभव गर्ने र वचनमा जिउने व्यक्तिहरू हामीलाई बनाउनुहोस्। वचनको प्रकाश दिनुहोस्। आशिष माग्छौँ यीशु प्रभुको नाममा, आमेन। हुन्छ, हामीले जीवन के हो भन्ने कुरालाई पहिले अलिकति विचार गरौँ। तपाईहरुले मनमा आफ्नो जीवनको बारेमा सोच्नु हुँदाखेरि मेरो जीवन चाहिँ के हो भन्ने कुरा तपाईले सोच्नु हुँदछ, हैन? अनि हामीले जीवनको विषयमा हेर्दाखेरि सबभन्दा पहिले यो जीवन चाहिँ एकजना अब सेवकले भनौँ भनेको छ। यो उद्देश्यकारी जीवन भन्ने पुस्तकको लेखक रिक वारेनले मानिसको जीवन संयोग होइन, यो परमेश्वरको उद्देश्य अनुसारको योजना हो भनेर लेखिएको छ, है। जीवन चाहिँ एउटा संयोग मात्र होइन भनेको यो संसारमा तपाईँ हामीहरू अचानक अथवा दुर्घटनावश जन्म लिएर आएकाहरू होइनौँ। अनि यो जीवन परमेश्वरको उद्देश्य अनुसारको योजना हो भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। त्यसैगरी मानिसको जीवनको उद्देश्य के हो भन्ने कुरालाई हामीले हेर्दाखेरि मानिसको जीवनको उद्देश्य परमेश्वरलाई चिन्नु र उहाँको महिमा गर्नु हो, है। हामीले मानिसलाई परमेश्वरले किन सृष्टि गर्नुभयो भन्ने कुरालाई हेर्दाखेरि यो कुरा बुझ्न सक्दछौँ। अनि तपाईँ हामीहरूको जीवन यो संसारमा शरीरमा रहन्जेलसम्मको लागि मात्र जीवन नभइकन हामी यो संसारमा शरीरमा भएका जीवनले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दछौँ भनेदेखि हामी अनन्तसम्म स्वर्गमा जिउने जीवन हो। त्यसकारणले हामीहरूको जीवन अनन्तसम्म परमेश्वरमा जिउने जीवन हो। त्यही भएर यूहन्ना 17:3 भन्दछ,
अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिन्नु र तपाईले पठाउनु भएको येशू ख्रीष्टलाई चिन्नु। अब यहाँनिर हामीले जीवनको विषयमा हेर्दाखेरि यो जीवन हामी संसारमा रहन्जेलसम्मको लागि मात्र नभइकन यो जीवन चाहिँ अनन्तको निम्ति हो। अनि यो अनन्त जीवन मानिसले कसरी पाउन सक्दछ भन्ने कुराको लागि अनन्त जीवन चाहिँ येशू ख्रीष्टद्वारा मानिसले प्राप्त गर्दछ, जो चाहिँ परमेश्वरमा अनन्तसम्म रहने हुँदछ। योना 17:3ले हामीलाई यो भन्दछ। हामी यो चौथो परिचयको कुरालाई गरिसकेपछि अब हामी अलिकति यसलाई विशेष रूपमा हेर्नु पर्दा तपाईँ परमेश्वरको असल सृष्टि हुनुहुन्छ। मैले यहाँबाट सम्बोधन गरी व्यक्तिलाई ध्यान केन्द्रित गर्नु पर्दाखेरि तपाईँ परमेश्वरको असल सृष्टि हुनुहुन्छ। अब यहाँनिर तपाईँ हामीले म परमेश्वरको असल सृष्टि हुँ भन्ने कुरालाई हामीले बुझ्नुपर्ने हुँदछ। म परमेश्वरको असल सृष्टि हो। यो शब्दलाई हामीले विचार गर्दाखेरि तपाईँ परमेश्वरमा म परमेश्वरमा विशेष व्यक्ति हुँ, यस कारणले परमेश्वरले मलाई असल बनाउनु भएको छ भन्ने कुरालाई हामीले बुझ्न सक्छौँ। त्यही भएर यहाँनिर परमेश्वरमा हामी किन असल सृष्टि हौँ, मानिसहरू किन असल सृष्टि हुन् भन्ने कुरालाई अघि न पढेको बाइबलको खण्डलाई अलिकति मनन गर्यौँ भनेदेखि परमेश्वरले तपाईलाई अथवा हामीलाई, अब व्यक्ति विशेषले भन्नु पर्दाखेरि मलाई, परमेश्वरले मलाई उहाँको आफ्नै स्वरूप र प्रतिरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै स्वरूपमा मलाई बनाउनु भएको छ। परमेश्वरकै प्रतिरूपमा उहाँले मलाई सृष्टि गर्नुभएको छ। सृष्टिको कुरालाई हामीले हेर्दाखेरि उत्पत्ति 1 अध्याय र 2 अध्यायमा त्यहाँ विशेषतः परमेश्वरले सबै थोकलाई उहाँले वचनद्वारा सृष्टि गर्नुभयो, जुन कुरा हामीले यूहन्नाको पुस्तक 1 अध्यायमा पनि पाउँदछौँ। अनि सबै कुरा वचनद्वारा उहाँले सृष्टि गर्नुहुँदा मानिसलाई चाहिँ उहाँले विशेष प्रकारले बनाउनु भएको छ, विशेष प्रकारले उहाँले सृष्टि गर्नु भएको छ। अनि त्यसमा पनि कुनै पनि थोकलाई या कुनै पनि जीव जन्तु जनावरलाई, अरू सृष्टिलाई उहाँले उहाँको आफ्नै स्वरूप र प्रतिरूप भनेर भन्नु भएको छैन। मात्र मानिसलाई भन्नुपर्दा सुरुको मानिस जो आदम थिए, हब्बा थिए, मानिसलाई परमेश्वरले उहाँको आफ्नै स्वरूप र प्रतिरूपमा सृष्टि गर्नुभएको छ। त्यस कारणले गर्दा मानिस चाहिँ विशेष हुन्। परमेश्वरको सृष्टिमा मानिस सर्वश्रेष्ठ प्राणी हुन् र परमेश्वरमा मानिस चाहिँ असल सृष्टि हुन् भन्ने कुरा हामीले हेर्दछौँ। त्यस कारणले यो परमेश्वरको स्वरूप र प्रतिरूप भनेको के हो भन्ने कुरालाई पनि हामीले अलिकति यहाँनिर वचनलाई गहिरो मनन गर्दाखेरि परमेश्वरको स्वरूप र प्रतिरूप भनेको परमेश्वरसँग व्यक्तिगत सम्बन्ध र उहाँले दिनुभएको जिम्मेवारीलाई वहन गर्नको लागि अब मान्छेको आफ्नो तर्क, विचार र विवेकपूर्ण रूपमा सही निर्णय लिनको लागि असल धार्मिक नैतिक जीवन जिउन र उहाँको सृष्टिलाई संरक्षण, नियन्त्रण र सदुपयोग गर्न सक्षम हुने गुण हो भन्ने कुरा हामीले बुझ्नुपर्ने हुँदछ। त्यस कारणले परमेश्वरले मानिसलाई बनाउनु हुँदाखेरि उहाँ परमेश्वरदेखि मानिसलाई अलग्गै राख्नको लागि उहाँले मानिसलाई सृष्टि गर्नुभएको होइन। परमेश्वरसँग रहनको लागि, परमेश्वरसँग सम्बन्धमा रहनको लागि उहाँले मानिसलाई बनाउनु भएको हो। भन्नुको अर्थ तपाईँ हामीहरू परमेश्वरसँग हुनको लागि, परमेश्वरसँग जिउनको लागि, परमेश्वरसँग सम्बन्ध बनाइराख्नको लागि उहाँले हामीलाई सृष्टि गर्नुभएको हो।
यो चाहिँ प्रत्येक व्यक्तिसँग व्यक्तिगत हुने सम्बन्धका कुराहरू हुन्। फलानु व्यक्ति भए होस् म चाहिँ हुनु पर्दैन भन्ने अर्थमा होइन। मेरा बुवा आमा अथवा छोराछोरी परमेश्वरसँग नजिक छन् म चाहिँ किन हुनु पर्यो भन्ने अर्थमा होइन। कि परमेश्वर हरेक व्यक्ति म परमेश्वरसँग सम्बन्धमा परमेश्वरसँग जिउनु पर्छ भन्ने उद्देश्यले परमेश्वरले तपाईँ हामीलाई सृष्टि गर्नुभएको छ। सँगसँगै उहाँले हामीलाई जिम्मेवारी पनि दिनुभएको छ र त्यो जिम्मेवारीलाई हामीले वहन गर्नुपर्ने हुँदछ। अनि त्यो जिम्मेवारी हामीले कसरी वहन गर्न सक्छौँ भन्ने कुराको लागि हामीले गर्ने निर्णयमा भर पर्दछ। त्यो निर्णय चाहिँ कसरी बनाउँछौँ हामी तर्कहरूद्वारा निर्णय गर्छौँ, विचारहरूद्वारा निर्णय गर्छौँ, परमेश्वरले हामीलाई दिनुभएका बुद्धिका कुरा विवेकका कुराहरूद्वारा हामीले निर्णय गर्दछौँ। अनि त्यो निर्णय चाहिँ के कुराको लागि गर्छौँ भने परमेश्वरले सृष्टि गर्नुभएका उत्तम सृष्टिका कुराहरूलाई संरक्षण गर्नको लागि। किनभने परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएपछि बनाउनु भएपछि उहाँले मानिसलाई अदनको बगैँचामा लगेर राख्नु भएको थियो र त्यहाँ बगैँचाको रेखदेख गर्न, गोडमेल गर्न, परमेश्वरसँग सङ्गति गर्नको लागि उहाँले मानिसलाई अदनको बगैँचामा राख्नु भएको थियो। त्यसै कारणले गर्दाखेरि सृष्टिमा तपाईँ हामीहरूलाई उहाँले जिम्मेवारी दिनुभएको छ। सँगसँगै परमेश्वरले सृष्टि गर्नुभएका अरू थोकहरूलाई यहाँनिर हामीले पढ्दाखेरि पाउँदछौँ कि 28 पदमा 28मा होइन 27मा यो 26मा पाउँदछौँ कि यहाँनिर के भनेको छ भने समुद्रका माछाहरू, आकाशका पन्छीहरू, पाल्तु पशुहरू, जमिनमा चलल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् भनेर यहाँनिर लेखिएको छ। भनेदेखि मानिसहरूको नियन्त्रणमा राख्नको निम्ति ती सबै कुराहरू परमेश्वरले मानिसलाई जिम्मेवारी दिनुभएको छ। त्यो जिम्मेवारी मानिसले वहन गर्नुपर्ने हुँदछ। यसै उद्देश्यको निम्ति मानिसलाई उहाँले विशेष प्रकारले सृष्टि गर्नुभएको छ। सँगसँगै मानिस चाहिँ उहाँले जसरी एउटा असल प्राणीको रूपमा सृष्टि गर्नुभएको छ र मानिसको जीवन पनि असल हुनुपर्ने हुँदछ। त्यो असल जीवन कसरी हुँदछ भन्दाखेरि त्यो असल जीवन चाहिँ परमेश्वरमा जिउने धार्मिक जीवन, एउटा नैतिकवान जीवनले मात्र हुन सक्दछ। त्यस कारणले तपाईँ हामीहरू परमेश्वरमा नैतिकवान जीवन जिउँदैनौँ, धार्मिक जीवन जिउँदैनौँ भनेदेखि हामी परमेश्वरमा असल मानिस बन्न सक्दैनौँ। त्यस कारणले सबैभन्दा पहिले हामी असल मानिस हुनको लागि परमेश्वरसँग जिउने परमेश्वरको मानिस बनौँ, हामी असल मानिस बन्न सक्छौँ। होइन, परमेश्वरको मानिस नबनिकन हामी असल मानिस बन्न सक्दैनौँ, धार्मिक मानिस बन्न सक्दैनौँ, नैतिकवान मानिस बन्न सक्दैनौँ। त्यस कारणले तपाईँ हामीहरू परमेश्वरका मानिस बन्नुपर्छ। आमेन। त्यस कारण हामीले भन्नुपर्छ म परमेश्वरको मानिस हुँ अथवा परमेश्वरको छोरा हुँ, परमेश्वरको छोरी हुँ। म परमेश्वरको छोरा र छोरी भएको कारणले गर्दाखेरि म परमेश्वरमा असल जीवन जिउँछु भन्ने त्यो प्रतिज्ञा तपाईँ हामीहरूसँग हुनुपर्दछ। परमेश्वरले मानिसलाई शरीर, प्राण र आत्मामा सृष्टि गर्नुभएको छ। तपाईँ हामीहरू संसारमा छौँ, अहिले शरीरमा छौँ। अनि शरीर मात्र होइन, तपाईँ हामीहरूसँग प्राण छ, हामीहरूसँग आत्मा पनि छ। परमेश्वरले मानिसलाई कति मेहनत गरी बनाउनु भएको छ। यहाँ उत्पत्ति 2:7 लेखिएको छ, तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भए भनेर लेखिएको छ। हेर्नुहोस्, मानिसको निम्ति उहाँले गर्नुभएको परिश्रम। त्यस कारणले म परमेश्वरमा कति मूल्यवान छु भन्ने कुरा उहाँले मानिसलाई सृष्टि गर्नुभएको ती घटनालाई हेर्दाखेरि पनि हामीले बुझ्नुपर्ने हुँदछ कि मानिसलाई उहाँले आफ्नै हातले भनौँ माटोबाट एउटा संरचना दिनुभएपछि
नाकमा जीवनको सास फुकिदिनु भएको छ। अनि मानिस के भएको छ? जीवित प्राणी भएको छ मानिस, हैन? मानिस जीवित प्राणी भएको छ। त्यही भएकोले संसारमा मानिसहरूले शरीरको कुरालाई मात्र बढी महत्त्व दिँदछ भने मानिसले गलत गरिरहेको छ। हो, यो शरीरको संरक्षण गर्नुपर्छ, हामीले शरीरको वास्ता गर्नुपर्छ, हामीले शरीरलाई भोक लाग्छ खानुपर्छ, रोग लाग्छ उपचार गर्नुपर्छ, हैन? जाडो हुन्छ न्यानो लगाउनु पर्छ, शरीरमा थकावट हुन्छ आराम गर्नुपर्छ। यो शरीरका कुराहरू हो, हामी वास्ता गर्छौँ। तर हामीले हाम्रो संसारमा जिउने धेरैभन्दा धेरै समय शरीरको लागि मात्र जिउँछौँ भनेदेखि हाम्रो जीवन चाहिँ अर्थपूर्ण हुँदैन। किनकि हाम्रो जीवन शरीर मात्र होइन, हाम्रो जीवन प्राण र आत्मा पनि हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यस कारणले हामी सोच विचार गर्दछौँ, हामीसँग विवेक छ, हामीले निर्णयहरू गर्दछौँ, त्यो सबै कुरा प्राणले गर्दछ। र तपाईँ हामीहरू भित्र परमेश्वरको आत्माले भरिएको छ। त्यसै कारणले गर्दा हामी संसारमा जिउने मानिसहरू, शारीरिक मानिसहरू भए तापनि हामी आत्मिक प्राणी पनि हौँ भन्ने कुरालाई बिर्सनु हुँदैन। तपाईँ हामीहरू आत्मिक प्राणी हौँ। त्यसकारण आत्मिक प्राणी परमेश्वरसँग सम्बन्धमा जिउने मानिस हुनुपर्दछ। त्यही भएर हामी परमेश्वरलाई हाम्रो जीवनमा अग्रस्थानमा राख्नुपर्ने हुँदछ। त्यस कारणले अब तपाईँ हामीहरू अझै हामीले वचन अनुसार हेऱ्यौँ भने कति अद्भुत प्रकारले बनिएका छौँ भन्ने कुरालाई वचनमा मनन गरे हामी कति परमेश्वरले हामीलाई कसरी रच्नु भएको छ भन्ने कुरालाई हामीले वचनबाट हेऱ्यौँ भने धेरै ठाउँमा लेखिएको छ। तर हामी भजन सङ्ग्रह 139 को 13 देखि 16 पदमा पढ्दाखेरि त्यहाँनिर लेखिएको छ, किनकि तपाईँले नै म भित्रका अङ्ग प्रत्यङ्ग बनाउनु भयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नु भयो। म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब अदृश्यमा म बनिँदै थिएँ, मेरो रचना तपाईँबाट लुकेको थिएन, अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिएँ, तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो, त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। आमेन। हेर्नुहोस्, परमेश्वरले मानिसलाई आमाको गर्भमा कसरी रच्नु भयो है, यो अद्भुत प्रकारको छ यो, हैन? परमेश्वरले मानिसलाई आमाको गर्भमा प्रत्येक अङ्ग प्रत्यङ्ग उहाँले ठिक ठाउँमा ठिक प्रकारले बनाउनु भयो, हैन? हामी आमाको गर्भमा हुनुभन्दा अघिदेखि नै तपाईँ हामीलाई देख्नुहुने परमेश्वर उहाँ हुनुहुन्छ। त्यस कारणले उहाँले हामीलाई आमाको गर्भमा अद्भुत प्रकारले रचना गर्नुभयो है। म यत्तिकै भएको होइन, आमाको गर्भमा 9 महिना बसेर अनि संसारमा हामी आएका थियौँ, हैन? आमाको गर्भबाट हामी बाहिर निस्केपछि हाम्रो संसारको जीवन सुरु भयो, हैन? अब यहाँनिर परमेश्वरले हामीलाई यति अद्भुत प्रकारले बनाउनु भएको छ, रचना गर्नुभएको छ भनेदेखि उहाँले हाम्रो हरेक अवस्थालाई, शरीरका हरेक अङ्गहरू समेतलाई उहाँले जान्नु हुँदछ भनेदेखि तपाईँ हामीहरूले परमेश्वरको यो सुन्दर रचनालाई हेरेर हामीले परमेश्वरलाई महिमा दिनुपर्ने हुन्छ, हैन? परमेश्वरलाई हामीले आराधना गर्नुपर्ने हुन्छ, परमेश्वरलाई हामीले धन्यवाद दिनुपर्ने हुँदछ कि उहाँले हामीलाई अद्भुत प्रकारले बनाउनु भएको छ। त्यही भएर पौलले के भनेको छ भने शरीरका अङ्गहरूद्वारा परमेश्वरको आराधना गर भन्दछ, हैन?
प्रत्येक शरीरका अङ्गहरूद्वारा परमेश्वरको आराधना गर। त्यसकारणले हामीले शरीरका कुनै पनि अङ्गहरूलाई परमेश्वरलाई महिमा नदिने, अनादर हुने काम क्रियाकलापको निम्ति प्रयोग गर्नु हुँदैन, किनकि यो परमेश्वरको सृष्टि हो, परमेश्वरको रचना हो। हाम्रो आँखाले हेर्ने कुरादेखि लिएर हामी मुखले बोल्ने कुराहरू, कानले सुन्ने कुराहरू, हामीले हातले गर्ने कामहरू, खुट्टाले हिँड्ने क्रियाकलापहरू, विविध शरीरका अङ्गहरूले परमेश्वरको महिमा गर्नुपर्छ। परमेश्वरलाई अनादर गर्ने कुनै पनि क्रियाकलाप मानिसले गर्नु हुँदैन, हैन? त्यसका अङ्गलाई चोट पार्ने, अङ्गलाई काट्ने, अब मैले एउटा कुरा बोल्यो नि, यो चाहिँ अलि अतिवाद भयो कि भन्ने जस्तो पनि लाग्ला फेरि, है। अङ्गलाई खोप्ने, हैन? खोप्ने चलन छ नि, है, मान्छेले ट्याटु हाल्ने, हैन? अङ्गलाई खोप्ने, यो सबै गरिरहनु आवश्यक छैन, है। क्या परमेश्वरको सृष्टि यो अङ्गलाई जस्तो छ उहाँले बनाउनु भएको त्यो सिद्ध छ। त्यसमा हामीले फेरि बनावट थपिरहनु आवश्यक छैन र त्यसलाई विकृत बनाउनु पनि हुँदैन, हैन? कति मान्छेहरूले अङ्ग काट्छन् त, है। विशेष गरी जवान मान्छेहरूलाई हामीले हेऱ्यौँ भनेदेखि, हैन, मन परेको कुरा पाएन भनेदेखि आफ्नै शरीरको हात काट्छ, नसा काट्छ, विविध गर्छ। यो चाहिँ एउटा मूर्खता हो। यसो गर्नु ठिक छैन, किनभने परमेश्वरले नै तपाईको अङ्गलाई बनाउनु भएको छ भने परमेश्वरले बनाउनु भएको अङ्गलाई किन काट्ने, हैन? किन खोप्ने? त्यो आवश्यक छैन। कति मानिसहरूले अङ्गलाई आघात पुर्याउने कार्यहरू गर्दछ, अनि त्यो अङ्गलाई आघात पुर्याउने कामहरूले गर्दाखेरि मान्छेले संसार छोड्नुपर्ने अवस्था पनि आउँदछ। सास नली थुन्यो भनेदेखि त गएन नि त, हैन? त्यसकारणले यी कुराहरू मानिसले गर्नु हुँदैन, किनभने परमेश्वरले हामीलाई उहाँको विशेष उद्देश्य साथ रचना गर्नुभएको छ, उहाँले हामीलाई सृष्टि गर्नुभएको छ। त्यसै कारण यहाँ तपाईँ हामीहरूले बुझ्नुपर्ने कुरा हो, परमेश्वरले हामीलाई यो संसारमा सृष्टि गर्नुभएको छ भनेदेखि परमेश्वरबाट बनिएका तपाईँ हामीहरू, परमेश्वरका रचनाहरू, हामी परमेश्वरकै इच्छाअनुसार यो संसारमा जन्मेर आएका मानिसहरू हौँ, है। अनि यहाँ पहिलो सामुएल 2:6 पदले भन्दछ, है। यो पद पढ्दाखेरि मलाई अलि अनौठो लाग्यो, यो कस्तो कुरा होला जस्तो लाग्यो। हामीले यसलाई एकचोटि मनन गरौँ। यहाँ लेखिएको छ, परम प्रभुले मृत्यु ल्याउनुहुन्छ र जीवन दिनुहुन्छ, उहाँले नै चिहानमा पठाउनुहुन्छ र मरेकालाई जीवित पार्नुहुन्छ। हेर्नुहोस् त, यहाँ के भनिएको छ? अनि हामीले अघि पढेको खण्डमा पनि यहाँ भजन सङ्ग्रह 139 को 16 पदले पनि भनिएको छ, मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो भन्ने लेखिएको छ। भनेपछि यी सबै कुरा पढ्दाखेरि मलाई चाहिँ के कुरा लाग्यो भने मानिसको जन्म र मृत्यु भन्ने कुरा मानिसको हातमा हुँदैन, है। आफूसँग हुँदैन। म मेरो रहरले जन्मेको होइन। के तपाईँ आफ्नो रहरले जन्मिनु भएको हो? होइन। कोही पनि व्यक्ति म मेरो कारणले अथवा मेरो रहरले, इच्छाले म जन्मेको होइन, है। परमेश्वरको इच्छाद्वारा हामी यो संसारमा जन्म लिएर आएका हौँ, हैन? म मेरो इच्छाले जन्मिएको मान्छे होइन भने अनि म मेरो इच्छाले मर्ने मान्छे पनि होइन। त्यो पनि हामीले बुझ्नुपर्ने हुन्छ, हैन? म मेरो इच्छाले मर्ने मान्छे पनि होइन। त्यसकारणले जन्म र मृत्यु मानिसको आफ्नो हातमा हुँदैन। सार्वभौम परमेश्वर हुनुहुन्छ जो मानिसमाथि जन्म र मृत्युको अधिकार राख्नुहुन्छ। यो परमेश्वरकै हातमा छ, है। परमेश्वरकै हातमा छ। त्यसै कारणले गर्दाखेरि तपाईँ हामीहरू यो संसारमा परमेश्वरले जुन उद्देश्यको निम्ति जन्म दिनुभएको छ, यो संसारमा हामीलाई राख्नु भएको छ, त्यो उद्देश्यको निम्ति हामी जिउनु पर्दछ।
है। त्यो उद्देश्यको लागि हामी यो संसारमा रहनुपर्छ। जति बेलासम्म परमेश्वरले हामीलाई आयु निर्धारण गर्नुभएको छ, हाम्रो जीवनमा वर्ष निर्धारण गर्नुभएको छ, त्यो आयु र वर्षसम्म पुरा समय हामी यो संसारमा जिउनुपर्छ। हाम्रो जीवनमा दुःख आउला, कष्ट आउला, निराशका कुराहरू आउला, रोग बिमारका कुराहरू हुन सक्ला, विभिन्न समस्याहरूले ग्रस्त भएको समयहरू आउन सक्ला, वर्तमान परिस्थितिले हैरान हुने समय परिस्थितिहरू आउन सक्ला। यी कुनै पनि कुरामा म मेरो खुसीले अब संसारबाट बिदा हुन्छु भन्ने कल्पना मानिसले कहिले पनि आफ्नो जीवनमा ल्याउनु हुँदैन। किनकि मृत्यु मेरो हातमा छैन, जसरी जन्म मेरो हातमा छैन, हैन, मृत्यु पनि मानिसको हातमा हुँदैन। यो परमेश्वरको इच्छा अनुसार हुँदछ। परमेश्वरले हामीलाई आयु निर्धारण गर्नुभएको छ। हाम्रो उद्देश्य के हुनुपर्छ? परमेश्वरले जति आयु मेरो जीवनमा राखिदिनु भएको छ त्यो पुरा आयु म परमेश्वरसँग जिउँछु भन्ने हाम्रो निश्चयता हुनुपर्छ, हैन। जस्तो सुकै कठिनाइ सामना गर्नु परे पनि ठिक छ, प्रभुले यस्तै हुन मलाई रोज्नु भएको छ भने ठिकै छ, त्यसमा पनि परमेश्वरको विशेष योजना हुनुपर्छ, हैन। त्यस कारणले गर्दा हामी परमेश्वरमा जिउने प्रयत्न गर्नुपर्छ। तपाईहरुको जीवन कति धेरै मूल्यवान छ भन्ने कुरा चाहिँ यहाँ हामी मानिसहरू जब सुरुको मानिसले पाप गरे, परमेश्वरबाट अलग भए, परमेश्वरले मानिसलाई संसारमा नाश भएको चाहनु भएन। नाश भएर नरकमा अनन्त कष्टमा मृत्युमा गएको उहाँले चाहनुहुन्न, जो चाहिँ दोस्रो मृत्यु भनेर वचनले भन्दछ। कोही पनि मानिस दोस्रो मृत्युमा गएर विनाश भएको उहाँले चाहनु भएन। त्यसकारण तपाईँ मेरो जीवन यति मूल्यवान छ। हामीलाई सानो लाग्ला, हामीलाई केही पनि होइन जस्तो, यो संसारमा जिउने जीवन त के होला भन्ने जस्तो लाग्ला, तर परमेश्वरमा तपाईको जीवन यति मूल्यवान छ कि तपाईलाई नाशवान जीवनबाट बचाउनको लागि, अनन्त मृत्यु नरकबाट बचाउनको लागि उहाँले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्ट संसारमा बलिदान हुन पठाउनु भयो। भनेपछि यो जीवन कति मूल्यवान छ, हैन? परमेश्वरको जीवन कति मूल्यवान छ, हो कि हैन? मलाई रुगा लागेको छ, माफ गर्नु होला, घाँटी अलिक खसखस भएको छ है। परमेश्वरले दिनुभएको जीवन मूल्यवान छ है। तपाईलाई बचाउनको लागि येशू ख्रीष्ट स्वर्गको महिमालाई त्यागेर यो संसारमा आउनुभयो। किन आउनुभयो? मलाई बचाउन, हैन? मलाई पापदेखि छुटकारा दिनको लागि। उहाँ मुखले भनेर मात्र होइन, आफै क्रुसमा बलिदान हुनु भएर उहाँले मानिसको निम्ति पापको प्रायश्चितको बलिदान भएर यो पापको मूल्य चुकाउनको निम्ति येशू यो संसारमा आउनु भएको छ। भनेपछि मानिसको जीवन कति धेरै मूल्यवान छ। येशू ख्रीष्टको क्रुसको बलिदानद्वारा किनिएको जीवन तपाईँ हामीहरूको जीवन हो। यो सानो मूल्य चुकाएर किनिएको जीवन होइन। परमेश्वरको आफ्नै पवित्र र निष्खोट निष्कलङ्क रगतको मूल्य चुकाएर उहाँले तपाईँ हामीहरूलाई किन्नु भएको छ। भनेपछि यो जीवन अमूल्य छ। हामी कुनै पनि मूल्य चुकाउनै सक्दैनौँ तपाईँ हामीहरूको जीवनलाई। परमेश्वरले आफैले तपाईँ हामीहरूको निम्ति मूल्य चुकाइसक्नु भएको छ। त्यस कारणले उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो। हामी पापी छँदै हाम्रो पापको निम्ति येशू क्रुसमा बलिदान हुनुभएको छ। यो उहाँको प्रेम हो। त्यसकारण हाम्रो जीवन मूल्यवान छ भन्ने कुरालाई हामीले बुझ्नुपर्ने हुँदछ। अब हामी हाम्रो यो जीवनमा गर्नुपर्ने कुरा के छ? यो मूल्यवान जीवनमा हामीले गर्नुपर्ने कुरा चाहिँ के हो त भनेदेखि तपाईँ हामीहरू सृष्टिकर्ता परमेश्वरको स्वरूपमा अब बनिँदै बढ्दै जानुपर्छ है।
परमेश्वरको सिद्धतामा, परमेश्वरको पवित्रतामा, परमेश्वरको धार्मिकतामा हामी अब बनिँदै जानुपर्छ, बढ्दै जानुपर्छ। यो एकैचोटि हुने जीवन होइन, यो हामी दिनदिनै परमेश्वरमा नजिक हुने जीवन हो। यो दिनदिनै परमेश्वरमा बढ्दै जाने जीवन हो यो। त्यसकारण हामी परमेश्वरमा बढ्दै जाउँ, बढ्दै जाउँ। त्यसकारणले यहाँ कलसीको पुस्तकले भन्दछ, पुरानो स्वभाव त्यसका चलन समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ भनेर यहाँनिर पौलले भन्दछ। त्यसकारण हामीले हाम्रो जीवनमा भएका पाप स्वभावहरू, पुराना स्वभावहरू, ती सबै कुरालाई त्यागेर, ती सबै कुरालाई छोडेर अब हामी हाम्रो जीवन, यो मूल्यवान जीवन चाहिँ कतातिर बढ्नुपर्छ भने सृष्टिकर्ताको रूप अनुसार उहाँमा बनिँदै बढ्दै जानको निम्ति अघि बढ्नुपर्छ। अनि एफिसी 4:24 पनि भन्छ, परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर भनेर यहाँनिर लेखिएको छ। यहाँ पनि के हुन्छ, परमेश्वरको स्वरूपमा हामी बढ्दै जानुपर्छ। जुन कुरा सुरुको मानिसलाई परमेश्वरले सृष्टि गर्नु हुँदाखेरि दिनुभएको थियो, त्यो सिद्धताको जीवनमा अब हामी बढ्दै जाने प्रयत्न गर्नुपर्छ। प्रियहरू, तपाईँ हामीहरूको जीवन परमेश्वरमा मूल्यवान छ। त्यसका हामी परमेश्वरमा बढ्दै जानुपर्छ। उहाँले हामीलाई आफ्नो पुत्रको मूल्य, बलिदानको मूल्य चुकाएर उहाँले फेरि उहाँसँग मिलापमा ल्याइसक्नु भएको छ। अब हामी उहाँमा बढ्दै जानुपर्ने हुन्छ। अब 2 नम्बरमा तपाईँ हामीहरूको जीवनको उद्देश्य कहाँ खोज्ने हामीले भन्ने कुरालाई अलिकति मनन गर्नेछौँ। जीवनलाई विभिन्न कुराहरूले चलाइरहेको हुन्छ, नियन्त्रण गरिरहेको हुन्छ। त्यसकारणले संसारमा मानिसहरू दुखित छन्। यसकारण संसारमा मानिसहरू चाहिँ विभिन्न समस्यामा जिउरहेको हुन्छ। जीवनलाई नकारात्मक बाटोमा डोर्याउन अभिप्रेरित गर्ने कुराहरू, यो विभिन्न अपराध बोधका कुराहरू, पछुतो गर्ने कुरा होइन, पश्चाताप नगरी पछुतो विभिन्न काम बिगारेको छ। त्यस कारणले अब मलाई के होला कसो होला भन्ने त्यो पछुतो लिएर जिउने जीवनले मान्छेलाई खराब कुरामा डोर्याउँछ। रिस र क्रोधको जीवनले मानिसलाई नराम्रो बाटोमा डोर्याउँछ। डरको जीवनले मानिसलाई नराम्रो बाटोमा डोर्याउँछ। भौतिक विलासिताका जीवनले मानिसलाई नराम्रो बाटोमा डोर्याउँछ। मानिसहरूको अगाडि म ठिक छु भन्ने ती देखाउने एउटा अभिलाषाको जीवनले पनि मानिसलाई गलत बाटोमा डोर्याउँछ। हो, यी अस्थिर र उद्देश्यविहीन जीवनलाई छोडेर अब यी कुराहरूको सत्तामा परमेश्वरले दिनुभएको उद्देश्यको जीवन जे छ त्यसमा हामी अब बढ्नुपर्ने हुँदछ। त्यस कारणले यहाँ तपाईँ हामीहरूको जीवनको उद्देश्यलाई कसरी थाहा गर्ने भन्ने कुरालाई बुझ्नको लागि तपाईँ हामी परमेश्वरको नजिक हुनुपर्दछ सबभन्दा पहिला। किन भनेदेखि परमेश्वरले हामीलाई बनाउनु भएको हो, परमेश्वरले तपाईँलाई रचना गर्नुभएको हो। परमेश्वरले तपाईँ हामीलाई उहाँले सृष्टि गर्नुभयो, रचना गर्नुभयो भने उहाँले तपाईँलाई किन बनाउनु भयो, कुन उद्देश्यको निम्ति, कुन योजनाको निम्ति परमेश्वरले हामीलाई यो संसारमा रहन दिनुभएको छ उहाँलाई थाहा छ, हो कि होइन? हामी धेरैपल्ट के गल्ती गर्छौँ भने मेरो जीवनको उद्देश्य म भित्र खोज्छौँ, बाहिर अरू थोकहरूमा खोज्छौँ, बाहिरी विभिन्न कुराहरू हामी खोज्छौँ अनि हामी पाउँदैनौँ। किन पाउँदैनौँ? सही उद्देश्य हामीले भेटाउन सक्दैनौँ। किन भनेदेखि हामी संसारको निम्ति संसारमा खोजी हिँडेका, जहाँ संसारमा हामी बनिएका मान्छेहरू होइनौँ। संसारले हामीलाई जन्म दिएको होइन, कि सृष्टि गरेको होइन। हामीलाई परमेश्वरले सृष्टि गर्नुभएको हो। त्यसकारण परमेश्वरलाई हाम्रो जीवनको उद्देश्य थाहा छ। जस्तो उदाहरणको लागि तपाईँले जे कुरा बनाउनुहुन्छ होइन, अथवा तपाईँले किन्नुहुन्छ, आफ्नो बनाउनुहुन्छ, आफूसँग नभएको कुरा त्यो आफ्नो साथमा बनाउनु या किन्नु जसरी हुन्छ, तपाईँ त्यो कसरी प्रयोग गर्ने भन्ने कुरा तपाईँलाई थाहा हुन्छ।
त्यो किन किनेको भन्ने कुरा तपाईँलाई थाहा हुन्छ हैन? तपाईँसँग भएको कुरा कसरी चलाउने भन्ने कुरा तपाईँलाई थाहा हुन्छ है। अब हामी परमेश्वरका सृष्टि हौँ भनेदेखि तपाईँ हाम्रो जीवनको उद्देश्य परमेश्वरलाई थाहा छ है। त्यसकारणले हामीले के गर्नु पर्यो भने मेरो जीवनको उद्देश्य मैले पत्ता लगाउनको लागि म परमेश्वरको नजिक हुनुपर्छ। मैले परमेश्वरलाई सोध्नुपर्छ, परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, परमेश्वरसँग सम्बन्ध बिताउनुपर्छ, अनि मैले मेरो जीवनको उद्देश्य थाहा गर्न सक्छु। किनकि मलाई रचना गर्ने हुनेले मलाई यत्तिकै खाली हुनको लागि उहाँले बनाउनु भएको छैन। आमेन। मलाई रचना गर्नु हुनेले उद्देश्य सहित उहाँले मलाई रचना गर्नु भएको छ। तपाईँलाई बनाउनु हुने परमेश्वरले तपाईँको निम्ति उद्देश्य राखेर बनाउनु भएको छ। त्यसकारण त्यो उद्देश्य थाहा गर्नको लागि तपाईँ परमेश्वरसँग नजिक हुनुहोस्, परमेश्वरलाई सोध्नुहोस्, अनि परमेश्वरले तपाईँलाई सबै कुरा देखाउनुहुन्छ। किनभने कलसी 1:16 भन्छ, किनकि उहाँ अथवा ख्रिस्टमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्। भन्नुको अर्थ के भने यी सबै भित्र तपाईँ हामी पनि ख्रिस्टको निम्ति उहाँमा सृजना गरिएका मानिसहरू हौँ। भनेदेखि हामी ख्रिस्टमा नजिक भयौँ भनेदेखि हामीले हाम्रो जीवनको उद्देश्य पत्ता लगाउन सक्छौँ। भजन सङ्ग्रह 138:8 भन्छ, परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पुरा गर्नुहुनेछ। तपाईँको करुणा हे परमप्रभु सदाको निम्ति रहिरहन्छ। तपाईँको हातको रचनालाई नत्याग्नुहोस्। यहाँनिर के भनेको छ भने मेरो लागि उहाँको अभिप्राय पुरा हुनेछ। यहाँ के भनेको छ दाउदले भनेदेखि दाउदले भन्दैछ कि परमेश्वरको अभिप्राय उहाँले पुरा गर्नुहुन्छ भनेको उद्देश्य पुरा गर्नुहुनेछ हैन? तपाईहरुको जीवनमा परमेश्वरले आफ्नो जे उद्देश्य राख्नु भएको छ त्यो उद्देश्यलाई उहाँले पुरा गर्नुहुँदछ। त्यसकारण हामी उद्देश्य लिएर जिउनु पर्छ है। अब यो उद्देश्य परमेश्वरमा हामीले खोजी गर्नुपर्ने हुन्छ। अब यो उद्देश्यले तपाईँ हामीलाई कतातिर डोर्याउँछ भन्ने कुरालाई हामीले हेर्दाखेरि उद्देश्यले तपाईँले आफ्नो जीवनको अर्थ बुझ्न मद्दत गर्छ। जीवन के हो भन्ने कुरा बुझ्नको लागि हामीले पहिला उद्देश्य थाहा गर्नुपर्ने हुन्छ। हामी अर्थपूर्ण जीवन जिउनलाई बनाइएका हौँ। संसारमा यत्तिकै बस्नको लागि हैन। अब कोही सुतेरै बस्लान्, कोही डुलेरै बस्लान्, बिना काम बसिरहलान्, यसको लागि होइन। उहाँले हामीलाई यो संसारमा विशेष उद्देश्यसहित अर्थसहित उहाँले बनाउनु भएको छ। उद्देश्य बिना जीवन भ्रमित हुन्छ है। हामी कहाँ हिँड्ने कता बढ्ने भन्ने कुरा उद्देश्य भएन भनेदेखि हामी अघि बढ्न सक्दैनौँ, बाटो बिराइरहेका हुन्छौँ, हामी रुमलिरहेका हुन्छौँ। तर परमेश्वरको उद्देश्य बुझ्दा जीवनको वास्तविक अर्थलाई थाहा गर्न सकिन्छ। त्यसका हामी मेरो जीवनमा परमेश्वरको उद्देश्य के हो भन्ने कुरालाई हामीले खोजी गर्नुपर्ने हुँदछ। हामी परमेश्वरको नजिक बस्नुपर्छ। परमेश्वरले तपाईँको जीवनमा राख्नुभएको योजनालाई तपाईँको जीवनको उद्देश्य बनाउनुहोस् है। मेरो जीवनमा परमेश्वरले जे उद्देश्य राख्नु भएको छ, जे योजना राख्नु भएको छ, त्यो योजना अनुसार जिउने उद्देश्य मैले राख्नुपर्ने हुन्छ। अनि तपाईँले जीवनमा नयाँ उन्नति, आशा र भविष्य पाउनुहुन्छ। किनभने यहाँ यिर्मया 29:11 लेखिएको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु। परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई भनेर यहाँनिर लेखिएको छ। परमेश्वरले तपाईँ हामीलाई नयाँ आशा र भविष्य दिनुभएको छ। यो नै जीवन जिउनको लागि अति आवश्यक यो अक्सिजन र पानी जस्तो हो। यहाँनिर के भनिएको छ यसलाई अलिकति हामीले प्रसङ्गलाई बुझ्नुपर्ने हुन्छ कि यो बेलामा इजरायलीहरू
उनीहरू एउटा बेबिलोनियनहरूको दासत्वको जीवन जिरहेको थियो हैन, बन्धनमा जिरहेको थियो, कैदको जीवन। त्यति बेला उनीहरूलाई कष्टकर जीवन थियो, निराशको जीवन थियो। उनीहरू स्वतन्त्र भइरहेको थिएन, बन्धनको जीवन थियो। उनीहरूलाई धेरै गाह्रो जीवन अनि समस्याले भरिएको जीवन थियो। अनि त्यति बेला यिर्मिया अगमवक्ताद्वारा परमेश्वरको वचन के आएको छ भनेदेखि मैले तिमीहरूलाई योजना गरेको छु है, जुन योजना मैले बनाएको छु त्यो चाहिँ तिमीहरूको उन्नतिको लागि हो, नोक्सानीको लागि होइन। तिमीहरूलाई आशा दिनको लागि हो, भविष्य दिनको लागि हो। इजरायलहरू किन एउटा दासत्वको जीवनमा जानु परेको थियो, कैदको जीवनमा जानु परेको थियो भन्दाखेरि उनीहरू चाहिँ परमेश्वरमा अनाज्ञाकारी भएको कारणले, परमेश्वरको दृष्टिमा जे खराब छ ती कामहरूमा लागेको कारणले गर्दाखेरि उनीहरू चाहिँ कैदको जीवनमा जानु परेको थियो, समस्याले ग्रस्त भएको जीवनमा जानु परेको थियो। त्यस कारणले हामीले याद गर्नुपर्ने कुरा के छ भने हामी परमेश्वरबाट टाढा हुन्छौँ भनेदेखि, हामी परमेश्वरलाई मन नपर्ने क्रियाकलापहरू, जे कुरा खराबै मात्र छ ती कुरामा हामी अघि बढिरहन्छौँ भने तपाईँ हामीहरूको जीवनमा पनि यस्तै पापले कैद गर्ने जीवन आउँदछ हैन। अनि हामी अन्धकारमा जिउने जीवनमा बढिरहेका हुँदछौँ। अनि त्यसले हाम्रो जीवनमा क्षणभरको लागि रमाइलो जस्तो लाग्ला, क्षणभरको लागि हामीलाई आनन्द जस्तो लाग्ला, खुसी त्यही छ, सबै कुरा त्यही छ जस्तो लाग्ला, तर त्यसले हामीलाई पुर्याउने विनाशमा हो। त्यसले चाहिँ तपाईँ हामीहरूको जीवनलाई समस्याले थपिने जीवनमा अगाडि बढाउँछ। उदाहरणको लागि कोही मान्छे अब रक्सी खाने जीवन बानी बेहोरा सुरुमा खाँदाखेरि त अलि पचाउन गाह्रो, स्वाद पनि नमिठो, बिस्तारै मिठो हुँदै जान्छ अनि रमाइलो लाग्न थाल्छ, त्यही रक्सीले त्यसलाई अनि खान थाल्छ नि, हो कि होइन? समस्या एउटा सानो उदाहरण मात्र हो। भनेपछि तपाईँ हामीहरूको जीवनमा पनि हामी संसारमा अहिलेको समयलाई मात्र विचार गरेर जिउँछौँ भनेदेखि तपाईँ हामीहरूलाई निराश आउँछ है, निराश हुन्छ। जसरी कैदमा बस्दाखेरि इजरायलीहरूलाई निराशको जीवन थियो, दुःखको जीवन थियो, समस्या थियो। त्यसका हामी अहिलेको समयलाई मात्र नहेरौँ। अहिले समय हामीलाई कतिलाई रोग बिमारले च्यापिरहेको छ हैन, अहिलेको समय कतिलाई चाहिँ अब भने जस्तो जागिर पाएको छैन, समस्या छ, आर्थिक समस्याहरू होला। कतिजनाको घरमा सम्बन्ध मिलिरहेको छैन, त्यहाँ सम्बन्धको समस्याहरू होला हैन। कतिजनालाई चाहिँ विभिन्न कामहरू गरेको छ, परिश्रम गरेको छ, तर त्यसको सफलता हासिल गरेको छैन, त्यस कारणले पनि समस्या छ होला, निराश भइरहेको होला। थुप्रै समस्याहरू हाम्रो जीवनमा हुन्छ अहिलेको समयमा हामीले विचार गऱ्यौँ भनेदेखि। तर परमेश्वरले हामीलाई वर्तमान समयमा मात्र जिएर हामी निराश हुनको लागि उहाँले हामीलाई राख्नु भएको छैन। मानिसहरूले सबै कुराबाट सबै कामहरू गरेर थकित भइसकेपछि अनि उनीहरूले अन्तिम विकल्पको रूपमा के सोध्छ भने जीवन हरेस खाइसकेपछि अब परमेश्वरले निर्धारण गर्नुभएको आयु नआउँदै संसार छोड्ने निर्णय गर्छ। त्यो जीवनको सबैभन्दा ठुलो गल्ती हो है। मानिसको जीवनको सबैभन्दा ठुलो गल्ती त्यही हो, किनकि परमेश्वरको इच्छा विपरीत काम गर्दैछ, परमेश्वरको इच्छा विपरीत निर्णय गर्दैछ। तपाईँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ वर्तमान समयलाई मात्र हेरेर जिउनेहरू हामी नबनौँ। हामीहरूको निम्ति परमेश्वरले हामीलाई एउटा नयाँ आशा दिनुभएको छ, एउटा भविष्य परमेश्वरले हाम्रो निम्ति राख्नु भएको छ। हामी अहिलेलाई हेरेर जिउने मान्छेहरू होइनौँ, हामी भविष्यलाई हेरेर जिउने मान्छे हौँ। परमेश्वरले तपाईँहरूको निम्ति अनन्त जीवन र स्वर्गमा ठुलो इनाम राख्नु भएको छ, त्यसलाई हेरेर जिउँछौँ। आमेन। त्यसका हामी निराश हुनु पर्दैन है, दुखित हुनु पनि पर्दैन। परिस्थितिहरूलाई सामना गर्ने हो हामी, त्यो सामना गर्ने साहस र शक्ति परमेश्वरले हामीलाई दिनुहुन्छ। त्यसका हामी अब सकियो भन्ने स्थितिले त्यो प्रकारको सोच विचारले हामी जिउनु हुँदैन। त्यस कारणले यहाँनिर भनेको छ कि
यहाँनिर आशा र भविष्य चाहिँ तपाईँ हामीहरू जिउनको लागि नभई नहुने अक्सिजन र पानी जस्तै हो अरे के। अक्सिजन पनि मान्छेको लागि भएन भने मर्छ होइन, पानी पनि नभइकन हुँदैन। भनेपछि हामी आशा र भविष्य कहिले पनि नछोडौँ। परमेश्वर मसँग हुनुहुन्छ, परमेश्वरले मलाई एउटा प्रशस्तताको जीवनमा, अनन्त जीवनमा डोर्याउनुहुन्छ। त्यो योजना म जिउँछु, त्यो उद्देश्यमा म जिउँछु भन्ने हामीहरूको जीवनको उद्देश्य हुनुपर्दछ। अनि उद्देश्यले तपाईँ हामीलाई जिउनलाई सरल बनाउँछ। उद्देश्यले जीवनको अनावश्यक कुरालाई हटाएर मुख्य कुरामा ध्यान केन्द्रित गराउँछ। आज संसारमा मानिसहरू किन निराश हुनु परेको हो भने उद्देश्यविहीन जीवन जिइरहेको छ र धेरै थरीका कामहरूमा हात हालिरहेको छ है। थुप्रै कुराहरूमा मन लगाइरहेको छ, अनि उता पनि गर्ने, सबैतिर गर्ने, अनि सफलता कहीँ पनि हुँदैन होइन। किनकि उसको ध्यान विकेन्द्रित भइरहेको छ होइन, मन विचारहरू बाँधिरहेको छ, ध्यान केन्द्रित छैन। जुन बाटो हिँड्नुपर्ने छ, जहाँ जसरी जिउनु पर्ने, जे काम गर्नुपर्ने त्यस कुरामा ध्यान छैन, अनि थुप्रै ठाउँमा मन लगाइरहेको छ भनेदेखि त्यसले सफलतामा पुर्याउन सक्दैन। त्यसकारण अनावश्यक रूपमा हाम्रो ध्यान खिच्ने कुराहरू के छन्, ती कुराहरूलाई हामीले हटाउनु पर्ने हुँदछ है, हटाउनु पर्ने हुन्छ। कोही मान्छेको धेरैभन्दा धेरै समय चाहिँ आजभोलि सबैभन्दा ठुलो समस्या के छ भने अनावश्यक रूपमा मानिसले बढीभन्दा बढी मोबाइल चलाउनु, समय त्यसमा लगाइरहेको हुन्छ। दिनभरि पनि मोबाइल चलाउँदाखेरि पनि थाक्दैनन्, रातभरि पनि चलाउँछ अझै है, बढीभन्दा बढी समय। अरू कुरा पनि होला है, थुप्रै कुराहरू। यहाँनिर के भन्न खोजेको हो भनेदेखि जे कुरा उपलब्धि छैन अथवा जहाँ हामीलाई अब केही कुरा यो फाइदा हुँदैन, त्यो कुरामा बढी समय बितायौँ भनेदेखि त्यसले हामीलाई नतिजा चाहिँ, परिणाम चाहिँ निराशा ल्याउँछ है, त्यसले निराश ल्याउँछ होइन। तपाईँ हामीहरूको जीवनमा फाइदा ल्याउने कुराहरूमा हामीले ध्यान दियौँ र त्यसमा अगाडि बढ्यौँ भनेदेखि त्यसले हामीलाई सफलतामा पुर्याउँछ। त्यस कारण परमेश्वरले भन्नुहुन्छ नि होइन, उन्नतिको लागि हो परमेश्वरको योजना। हामी समय खेर फाल्नको लागि परमेश्वरले हामीले यो संसारमा राख्नु भएको होइन। अझ हामीले बुझ्नु पर्दाखेरि यो संसारमा त हामी एकदमै छोटो जीवन जिउने मान्छेहरू हो कि। यो शारीरिक जीवन भनेको धेरै छोटो हो। एकपल्ट मैले यहीँबाट धेरै अगाडि भनेको थिएँ, हाम्रो जीवन कति लामो छ भन्दाखेरि जाडो महिनामा हामीले सास फाल्दाखेरि बाफ निस्किन्छ नि मुखबाट होइन, त्यो यति परसम्म देखिन्छ, त्यसपछि त्यो हराउँछ। भनेको मान्छेको जीवन त्यति लामो, त्यति छोटो छ भन्न खोजेँ कि है। भने यो छोटो जीवन पाएको जीवनमा पनि हामीले धेरै समय चाहिँ यो अनुत्पादित कुराहरूमा लगायौँ भनेदेखि, फाइदा नहुने कुराहरूमा हामीले समय बितायौँ भनेदेखि, अनि यो छोटो समय हामी कसरी सदुपयोग गरेर जिउने, अनि हामीले उन्नति कसरी पाउँछ, हामीले पाउने आशिषहरू गुमाइरहेका हुन्छौँ। त्यसकारण जे कुरा उत्पादित छ, प्रोडक्टिभ ठाउँमा चाहिँ हामीले प्रयोग गर्नु पर्यो समय है। हामीले अनुत्पादित हुने कुरामा समय खेर फाल्नु हुँदैन। त्यस कारणले ध्यानलाई केन्द्रित गर्नुहोस्, समयलाई त्यत्तिकै खेर नफाल्नुहोस्। त्यस कारण हाम्रो जीवनको उद्देश्यमा हामी सरल प्रकारले जिउने, अनि सरल प्रकारले जिउने जीवनमा हरेक जीवनको अनुशासन हुन्छ। अनुशासित जीवन जिउँदछ, कति बजे उठ्ने होइन, कति बजे खाना खाने, कति बजे काममा जाने होइन, कति बजे घर फर्किने, कति समय खेल्ने हो कि होइन। हरेक कुराको दैनिकी जीवनको समय तालिकामा हो अनुशासित भएर जिउँदछ। तपाईँ हामीहरू हरेक दिनको समय तालिकाको अनुशासित जीवन नजिएको कारणले गर्दा हाम्रा ध्यानहरू, हाम्रा जीवनका उद्देश्यहरू विकेन्द्रित भइरहेको छ। जता हिँड्नुपर्ने त्यतातिर हामी हिँडिरहेका हुँदैनौँ। त्यस कारणले एउटा अनुशासित जीवन समय तालिका हुनुपर्दछ। यसले तपाईँ हामीहरूलाई शान्तिमा जिउनलाई सहायता गर्छ।
उद्देश्यले जीवनमा ध्यान केन्द्रित गराउँछ या अर्को कुरा चाहिँ जस्तो यहाँ एउटा उदाहरण दिएको छ है कि हामी अहिले बाहिर यसो हेरौँ भनेदेखि घाम लागिरहेछ हो कि हैन त्यो घामलाई हामीले शक्तिमा परिणत गर्नको लागि पहिला हामी खेल्थ्यौँ के सानो सानो त्यो आई ग्लास हुन्थ्यो नि हैन सिसाको अनि यसो घाममा देखाएर अनि त्यसको मुनिबाट चाहिँ त्यो घाम पास भएर त्यो घाम छरिएको घाम त्यो गिलासमा हैन बाक्लो ग्लासमा एकत्रित भएर त्यो एउटा तिखो लाइन जस्तो घाम निस्किन्छ हैन अनि त्यसले चाहिँ के गर्छ त्यो आगो बाल्छ त्यसले हो कि हैन त्यसो हुन्छ नि हैन भनेपछि संसारमा छरिने ध्यानहरू थुप्रै छन् त्यो छरिने ध्यानमा हैन हाम्रो ध्यान एकत्रित भयो भनेदेखि हामीले केही न केही गर्न सक्छौँ है त्यसका हामी विकेन्द्रित भएर मन बाँधेर जिउनेहरू होइन हामी ध्यानलाई हाम्रो उद्देश्यलाई केन्द्रित बनाऊ है हाम्रो उद्देश्य केन्द्रित जीवन जिउने हामी हौँ त्यसकारणले तपाईको जीवनमा सफलता ल्याउने शक्ति परमेश्वरले दिनुभएको छ है परमेश्वरले दिनुभएको सफलताको शक्तिमा तपाईँ जिउनु पर्ने हुँदछ संसारमा इतिहास रच्ने इतिहासकारहरू थुप्रै छन् थुप्रै पुरुष र स्त्रीहरू छन् तिनीहरूले त्यत्तिकै इतिहास रचेको होइन थुप्रै समस्याहरू चुनौतीहरूलाई सामना गर्दै अगाडि बढ्दै उनीहरू आफ्नो उद्देश्यमा निरन्तर बढिरहे अनि तिनीहरूले संसारमा इतिहास रचेको छ है थुप्रै व्यक्तिहरू हामीले हेर्न सक्दछौँ उदाहरणको लागि हामीले मदर टेरेसालाई हेरौँ हो कि हैन उनी चाहिँ सुखशैलमा जीवन जिउने व्यक्ति हुँदाखेरि पनि भारतको कलकत्तामा आएर त्यहाँ मानिसहरू विशेष गरी बच्चाहरू चाहिँ त्यत्तिकै रोडमा बाटोमा फोहोर ठाउँमा हैन उनीहरू बसिरहेको देख्दा उसलाई दयाले भरियो हैन उनीहरूको हेरचाह गर्नुपर्छ भन्ने त्यो उद्देश्य आएपछि त्यहाँ थुप्रै समस्याहरू चुनौतीहरू थिए तर ती चुनौतीहरूले उनको उद्देश्यलाई विचलित पारेन निरन्तर अगाडि बढिरह्यो त्यो सफल भयो आज संसारले चिन्ने नाम हो मदर टेरेसा भनेपछि तपाईँ हामीहरू उनी हुन सक्छन् भने तपाईँ किन हुन सक्नुहुन्न सक्नुहुन्छ तर हामी उद्देश्यमा ध्यान केन्द्रित हुनु पर्यो है उद्देश्यमा ध्यान केन्द्रित भयो भनेदेखि इतिहास रच्न सक्छौँ पौलको जीवनमा हेरौँ हामीले हैन पौलले आफ्नो जीवनमा त्यति बेलाको रोमी साम्राज्य सबैभन्दा ठुलो थियो उसले रोमी साम्राज्य भनेपछि रोम मात्र भनेर नसम्झौँ है बाइबलमा जति ठाउँमा पौलले सुसमाचार प्रचार गरेर मण्डली स्थापना भएको छ त्यहाँ चाहिँ त्यो चाहिँ रोमी साम्राज्य भनेर बुझौँ उसले चाहिँ सुसमाचार प्रचारको निम्ति सबै प्रकारको दुःख कष्ट सबै बाधाहरू चुनौतीहरूलाई सहेर सामना गरेर प्रचारको निम्ति निरन्तर अघि बढिरहे त्यसकारणले रोमी साम्राज्यभरि उसले सुसमाचार फैलाए हैन किनकि उनको उद्देश्य के थियो सबै मानिसहरूले सुसमाचार सुन्नुपर्छ भन्ने उद्देश्य थियो त्यसै कारणले तपाईँ हामीहरू पनि जुन उद्देश्य छ त्यसमा हामी एकत्रित भएर लागौँ त्यसले सफलता ल्याउँदछ त्यसकारण यहाँ पौलले के भन्छ भाइ हो मैले यी सब पक्रिसकेको छु भन्ने म ठान्दिनँ तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु यहाँ पौलले भन्दछ उसले गर्ने काम के छ अगाडिका कुराहरूतिर जोडसँग लम्कन्छु है जुन उद्देश्य छ जुन निशाना छ त्यसलाई छोड्दिनँ म है
त्यसलाई अल्झाउने कुराहरू, बाढा ल्याउने कुराहरू, पछाडिका जे जति कुरा छ त्यसलाई म हेर्दिनँ, म अगाडि बढिरहन्छु, निरन्तर अगाडि बढिरहन्छु, निरन्तर अगाडि बढिरहन्छु जति बेलासम्म म निशानामा पुग्दिनँ। त्यसमा हाम्रो उद्देश्य पनि त्यस्तै हुनुपर्छ, होइन? तपाईँ हामीहरू कहिलेकाहीँ बडो थकित महसुस हुन्छ। यहाँनिर के भनिएको छ विद्वानहरूले भने, उद्देश्य बिनाको व्यस्तताले थकित बनाउँछ, केही पनि हासिल गर्न सक्दैन। काम चाहिँ दिनभरि गरेको जस्तो हुन्छ, यता गएको छ, उता गएको छ, सबैतिर गएको छ, तर उद्देश्य सहितको हिँडाइ छैन भने त्यसले थकित बनाउँछ, निराश बनाउँछ। तर उद्देश्यले अभिप्रेरित भएर, उत्साहित भएर हामी हिँड्छौँ भनेदेखि तपाईँलाई म उदाहरण दिन्छु। तपाईँ जुन उद्देश्य राखेर अगाडि बढ्नुहुन्छ, तपाईँको मिठो बिहानीको निन्द्रा पनि छोड्न तपाईँलाई गाह्रो हुँदैन, हो कि होइन? कतिजनाले बिहानको निन्द्राबाट आनन्द लाग्छ नि, होइन? है, बिहानको निन्द्रा बडा मजा लाग्छ, उठ भन्दाखेरि उठ्दैन कि, होइन? जवानहरू है, बिहानको निन्द्रा मजा लाग्छ। अझ जाडो महिनामा ओछ्यान छोड्न मन लाग्दैन, हो कि होइन? तर तपाईँले आफ्नो जीवनमा उद्देश्य राख्नु भएको छ भनेदेखि त्यो उद्देश्यबाट उत्साहित पाएको जीवनले ती बिहानको मिठो निन्द्रा छोड्न पनि सक्नुहुन्छ, न्यानो ओछ्यान छोड्न पनि सक्नुहुन्छ, किनकि तपाईँ उद्देश्यमा बढिरहनु भएको छ, है? तर उद्देश्य छैन भने 12 बजीसम्म सुते पनि पुग्दैन, होइन? पुग्दैन, है? त्यस कारणले गर्दा तपाईँ हामीहरू कामको बढी चापले भन्दा बिना उद्देश्यको कामले अशान्ति बनाउँछ मान्छेलाई, थकान बनाउँछ मान्छेलाई र कमजोर बनाउँछ। त्यस कारण उद्देश्य सहितको जीवनमा हामी अघि बढ्यौँ भनेदेखि त्यसले हामीलाई सफलतामा डोर्याउँछ। यस संसारमा मानिसले स्मरण गरिन योग्यको खराब वा असल जीवन, है, खराब जीवनले पनि मान्छेले सम्झिरहन्छ। विचार गर्नुहोस् है, धेरै मान्छेले के भन्छ भने मर्नुभन्दा अगाडि केही गरेर जाउँ न, त्यसो भन्छ नि, होइन? नाम छोडेर जाउँ, सबैले चिनुन् भन्ने त्यो मान्छेले उद्देश्य बनाउँछ कि, होइन त? मर गइसकेपछि पनि मलाई सम्झिने मान्छेहरू होस् भन्ने इच्छा राख्छ, है? अब त्यो गलत कुराले पनि, गलत नियतले पनि मान्छेले, खराब कामले पनि मान्छेले स्मरण गर्छ, हो कि होइन? र असल कामले पनि मान्छेले स्मरण गर्छ। भन्न खोजेको कुरा चाहिँ के छ भने मानिस चाहिँ संसारले स्मरण गरिन योग्यको खराब वा असल जीवन, आदर मान पदवी र प्रसिद्धि भन्दा पनि तपाईँ हामीले ध्यान दिनुपर्ने कुरा के छ? परमेश्वरमा अनन्त जीवनको योग्य जीवन जिउनुपर्छ, है? मानिसले स्मरण गर्ने जीवन भन्दा पनि परमेश्वरमा अनन्त जीवनको योग्य जीवन म जिउनुपर्छ। त्यतातिर चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ, किनभने तपाईँ हामीहरू परमेश्वरको न्याय आसनमा एक दिन खडा हुनुपर्छ, है? परमेश्वरको न्याय आसनको अगाडि खडा हुँदाखेरि हामी कस्तो हुन्छौँ? हामी अनन्त जीवनको निम्ति इनाम पाउने मान्छे हुन्छौँ कि हामी दण्ड भोग्ने मान्छेको निम्ति जाने व्यक्ति हुन्छौँ? परमेश्वरले न्याय गर्नुहुँदा हामी कतातिर लाग्छौँ? त्यो कुरालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। त्यस कारणले प्रसिद्धिको पछि होइन, परमेश्वरमा अनन्त जीवनको योग्य जीवन हामी जिउँ। आमेन। तपाईँ हामीहरूको जीवन धेरै महत्त्वपूर्ण छ। त्यस कारण तपाईँको जीवन परमेश्वरको सुन्दर उपहार हो। तपाईँलाई संसारमा उहाँको उन्नतिको योजना साथ आशा र भविष्य दिनलाई बोलाउनु भएको छ। तपाईँ परमेश्वरलाई चिनेर उहाँमा नै महिमा दिने जीवन जिउनुहोस्। परमेश्वरको उद्देश्य तपाईँको जीवनमा के छ थाहा गरेर अनन्तताको निम्ति जिउनुहोस्। यस संसारमा हुने स्वाभाविक र प्राकृतिक मृत्यु अनन्त जीवनको सुरुवात हो, है? यो कुरालाई ध्यान दिनु होला। स्वाभाविक मृत्यु र प्राकृतिक मृत्यु चाहिँ अनन्त जीवनको सुरुवात हो। संसार नछोडेसम्म हामी अनन्त जीवनमा प्रवेश गर्दैनौँ।
संसार छोडेपछि अनन्त जीवनमा प्रवेश गर्छौँ। तर अस्वाभाविक जीवन, अस्वाभाविक मृत्युद्वारा होइन, स्वाभाविक मृत्यु। यो कुरालाई नबिर्सनुहोस्। भनेको परमेश्वरले निर्धारण गर्नुभएको उमेर आयुसम्म पुरा बाँचेर संसार छोड्ने जीवनले अनन्त जीवनमा प्रवेश गर्छ। तर अस्वाभाविक मृत्यु वरण गर्छ भने त्यो के हो हामीलाई थाहा छैन। त्यतातिर हामीले कहिले पनि मन नलगाउँ है। त्यस कारणले तपाईँ हामीहरूले आज एउटा कुराको लागि पश्चाताप गर्नुपर्छ। कतिपल्ट हामीले भन्छौँ, हाम्रो जीवनलाई हलुका सम्झिरहेका हुन्छौँ, मलाई झ्याउ लागेको छ, मलाई त संसारमा बस्नै मन लागेन, त्यो थत्योलीमा होस् या हामीले गम्भीर भएर भनेको होस्, अब त मलाई संसारमा बस्न पुग्यो भन्ने कुराहरू, यस्तो कुरा आउँछ मनमा? कहिले मुखबाट निस्केको छ? आउँछ है, यस्तो कुराहरू आउँछ। हेर्नुहोस्, मलाई बाँच्न पुग्यो अब भन्ने पनि हुन्छ हो। त्यस्तो कुराहरू मान्छेले बोलिरहेको हुन्छ। तपाईँ हामीहरूले पनि कतिले यस्तो कुराहरू बोलिरहेका होला। तपाईँलाई थाहा छ, यस्तो खालको विचार र बोलीले तपाईँको जीवनमा अस्वाभाविक मृत्युको खिल बसेको छ है। त्यो नजानिदो प्रकारले यी कुराहरू हाम्रो मनमा आइसकेको छ भने त्यसले काम गर्न अब अग्रसर भयो भनेदेखि तपाईँलाई त्यतैतिर डोर्याउँछ। त्यस कारणले आज हामीले पश्चाताप गर्नुपर्छ। मैले जानेर या नजानेर प्रभु तपाईँले दिनुभएको यो सुन्दर जीवन, अमूल्य जीवनलाई यो संसारमा अब भयो, पुग्यो, मलाई बाँच्न पुग्यो भन्ने खालका विचार या बोलीहरू कुनै बेला आएको छ भने त्यो खिल मबाट हटाइदिनुहोस् प्रभु, म पश्चाताप गर्छु भनेर आज हामीले भनौँ। तपाईँ हामीहरूको जीवनमा परमेश्वरले राख्नुभएको सुन्दर योजना र उद्देश्य पुरा हुँदछ। प्रभुको आशिष हाम्रो जीवनमा आउँछ।